मलाई एकदम भइरहेको थियो टेन्सन भएर निन्द्रै लाग्दैन थियो। म 2 घन्टा पनि सुत्दिनँ थिएँ रातमा। अहिले मलाई कस्तो छ भने अहिले म चाहिँ तपाईँको 8 बजे सुतेँ भने ठ्याक्कै 4 बजे मात्रै निन्द्राले छोड्छ। ओहो गजब, धेरै राम्रो निन्द्रा। 8 भनेपछि 9, 10, 11, 12, 1, 2, 3, 4, 8 घन्टा हजुरको निन्द्रा, फुल निन्द्रा। कस्तो राम्रो। अनि त्यस पछाडि चाहिँ अनि निन्द्रा लाग्दैन। अब उठोरो अनि सुरु गरिहाल्यो। 4 बजे उठो, 1 घन्टा जति हिँड्नु तल गएर अनि आएर हजुरको खुलिसकेको हुन्छ अनि हेर्दै अनि गर्न थालिहाल्छु। अलिक डिप्रेसन पुरै भएको थियो। दबाई खानु भन्दै थिएँ मैले त 5-7 महिने दबाई खानु भनेको थिएँ, मैले खाइनँ। अनि त्यही योगबाट यो नमस्ते प्राणायाम गर्ने अनि तपाईँले ओम गर्ने धेरै बेरसम्म होइन, अनि अनुलोम विलोम त्यस्तो गर्ने। एकदम मन खेलिरहने क्या, एकदम मन खालि त्यता नसोचु भन त्यतै सोचिन्छ, हरेक त्यही व्यवहारै मात्रै सोचिन्छ। त्यस्तो भएर एकदम म त कोहीले कसैले फोन गर्दा पनि अनि कतै फोन आयो भने पनि खलखली पसिना आएर मन डराउने त्यस्तो हुन्थ्यो एकदम। अनि तपाईँको त्यो टिकटकमा उसमा हेरेपछि अनि होइन अब गर्छु, निको पारेर छाड्छु भनेर अनि उ गरेँ। त्यो गर्दा अनि दबाई खानु भन्दै थिएँ। अब अहिले चाहिँ मेरो एकदम ठिक भइरहेछ र अब दबाई पनि खानु परेन, एकदम ठिक भइरहेछ। अहिले त राम्रो भइरहेछ। अनि हुँदो रहेछ, गऱ्यो मन लाएर गऱ्यो भने। कस्तो राम्रो कुरा। ल हाम्रो चित्र श्रेष्ठ सर